आजको भिडियोमा म नेपालबाट जति पनि भाइ-बहिनीहरू युकेमा स्टुडेन्ट भिजामा आउनु भएको छ उहाँहरूले चाहिँ स्टक मार्केटमा इन्भेस्ट गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा अलिकति मैले जाने अनुसार जानकारी दिने कोसिस गर्छु। म चाहिँ फाइनान्शियल एडभाइजर होइन। सो फाइनान्शियल एडभाइजको लागि तपाईहरुले फाइनान्शियल एडभाइजर चाहिँ हायर गर्नै पर्ने हुन्छ। मैले जानेको जति पनि मैले जानेको आधारमा चाहिँ अलिकति बुझाउने कोसिस गर्छु है त। सो स्टुडेन्टले गर्न मिल्छ कि मिल्दैन भन्ने एकदमै बढी आउने क्वेसन हो मेरो टिकटक पेजमा। त्यही भएर पनि मैले यो भिडियो बनाउँदै छु आज। स्टुडेन्टले गर्न मिल्छ कि मिल्दैन इन्भेस्ट, अनि इन्भेस्ट गर्न मिलेपछि आइसा युज गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा म अलिकति डिटेलमा बताउँछु। त्योभन्दा पहिला तपाईहरुलाई आइसा भन्ने के हो थाहा छैन भने त्यसको लागि मैले पहिला नै भिडियो बनाइसकेको छु, गएर हेर्नु होला है त। ओके, सो छोटो एन्सर दिनुपर्दा र सत्य एन्सर दिनुपर्दा चाहिँ मिल्छ है स्टुडेन्टले। तर त्यसमा चाहिँ केही कुराहरू हामीले ख्याल गर्नुपर्ने हुन्छ। अब स्टुडेन्ट भनेपछि म पनि 2009 मा स्टुडेन्टमा आएको मान्छे हो। स्टुडेन्ट भनेपछि हामीलाई काम गर्ने लिमिट हुन्छ, आवर कति घन्टा गर्ने भन्ने हुन्छ। अहिले चाहिँ मलाई थाहा छैन, मेरो बेलामा चाहिँ 20 आवर पर विक काम गर्न मिल्थ्यो। सो त्यही 20 आवरको एक्जाम्पल दिँदाखेरि चाहिँ अब 20 आवरको मलाई आउँछ लेट्स से 200 आउँछ भनौँ है, 200 पाउन्ड आउँछ भनेपछि मैले त्यो 200 पाउन्डको 20 पाउन्ड 30 पाउन्ड अथवा 50 पाउन्ड मैले इन्भेस्ट गरेँ भनेपछि त्यो चाहिँ अब अलिकति बिलिभ हुने खालको भयो। अनि किनकि फेरि हामीले ब्रोकर अकाउन्टमा जुन इन्भेस्टमेन्ट प्लेटफर्ममा हामीले जुन अकाउन्ट खोल्छौँ त्यतिखेर हाम्रो सबै कुराहरू दिनुपर्ने हुन्छ। त्यहाँ चाहिँ अटोमेटिक अब गभर्नमेन्टलाई थाहा हुन्छ हामीले गरेको एक्टिभिटीहरू। तर हामीले ट्रेडिङ गऱ्यौँ, सर्ट टर्म ट्रेडिङ अथवा डे ट्रेडिङ गऱ्यौँ अनि एकै दिनमा 500 पाउन्ड कमायौँ, 1000 पाउन्ड कमायौँ भने त एउटा स्टुडेन्टलाई वर्क गर्ने भिजामा लेखेको छ 20 आवर अनि एक दिनमा 1000 कमायो भनेपछि त्यो त अलिकति भएन नि त। सिम्पल लोजिक लगाउँदाखेरि मैले सिम्पल लोजिक लगाएर मात्र कुरा गरेको, म चाहिँ फाइनान्शियल एडभाइजर होइन पहिला भने जस्तै। सो त्यस्तो गरेर चाहिँ नमिल्न सक्छ है, त्यो कुराहरू चाहिँ ध्यान दिनुपर्ने हुन्छ। आइसा पनि युज गर्न पाइन्छ है, किनभनेपछि अब पार्ट टाइम नै भए पनि हामीले काम गरेपछि ट्याक्स गयो नि त, गभर्नमेन्टले ट्याक्स देख्यो। हाम्रो ट्याक्स गएको देखिसकेपछि हामीलाई कति दिनसम्म 185 डेज अथवा 83 डेज हो, मलाई चाहिँ त्यति एक्ज्याक्टली थाहा भएन दिन चाहिँ, कति दिनसम्म हामीले ट्याक्स पे गरेको हुनुपर्छ आइसा युज गर्नको लागि। त्यो चाहिँ ट्याक्स फ्री बेनिफिट हो नि त। सो हामीले अलरेडी ट्याक्स कन्ट्रिब्युट गरिसकेपछि हामीले पाउने त्यो सुविधा हो। सो आइसा पनि खोल्न मिल्छ स्टुडेन्ट। यस्तै अरू भिडियोहरू हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। अनि थ्याङ्क यू सो मच फर वाचिङ। सी यू अन नेक्स्ट भिडियो।